महिलाको सम्मान गर्न सिकौं, महिलाको इज्जत गर्न सिकौं। महिलालाई राम्रोसँग तपाईहरुले इज्जत दिनुभयो भने, महिलालाई तपाईहरुले राम्रोसँग सम्मान गर्नुभयो भने महिलाले तपाईले गरे भन्दा बढी सम्मान गर्छ। हामी कहाँ यस्तो गुनासो आएको छ कि सर त्यो मान्छे त लास्टै खत्तम रहेछ, कस्तो छाडा बोलेको, मैले त सुन्न पनि सकिन। त्यस्तो छाडा बोल्ने मान्छेसँग कोही बिहे गर्छ? केले माथेको सर त्यो? जहाँ रक्सी खान्न भन्छ, जहाँ रक्सी खाएर फोन गर्छ। ये अचम्म सर, म त छक परे भनेर हामीलाई केही गुनासोहरू आएको छ। कृपया तपाई बिहे गर्नको लागि साँच्चै नै जीवनसाथी खोज्दै हुनुहुन्छ भने तपाई यो गलत क्रियाकलाप नगरिदिनु होला, बरु तपाई जीवनसाथी नखोज्नु होला। तपाईको उमेर पाको छ, तपाई उमेरले पनि बाउ सरको हुनुहुन्छ अथवा उमेरले पनि दाजुभाइ सरको हुनुहुन्छ अथवा तपाई 20-21 वर्षको हुनुहुन्छ। तर बिहे गर्ने नियतले कुरा गर्ने हो भने महिलालाई सम्मान गर्नुपर्छ। महिलाले पनि बिहे गर्ने नियतले यदि कन्ट्याक्ट गर्ने हो भनेदेखि त्यही हिसाबले कुरा गर्नुपर्छ। किनकि पुरुष दाजुभाइहरूलाई चाहिँ हेपेर तिमी त भन्न पाइँदैन। सिधै तपाईको चिनी परिचय नै भएको छैन, तपाईको इन्ट्रोडक्सनै भएको छैन, तपाईले ऊ कस्तो खालको व्यक्ति नै थाहा छैन, अनि सिधै त तिमी यताउति हैन छाडा बोल्दिने। एकले अर्कोलाई सम्मान गर्नुपर्छ, एकले अर्कोलाई रेस्पेक्ट गर्नै पर्छ, एकले अर्कोलाई इज्जत दिनै पर्छ, एकले अर्कोलाई बुझ्नै पर्छ। त्यो बुझ्नको लागि छाडा बोलेर अथवा कुनै गलत क्रियाकलाप छाडा तन्त्रतिर चाहिँ हामी नजाउँ।